जुठे र जुनकेरी भाग्ने तयारीमा थिए। अब चाहिँ कहानीमा एकदमै इन्ट्रेस्टिङ हुन्छ होला भन्दै थियौँ। बिमल साहब पनि नेपाल गएको बेलामा जुठेले जुनकेरीलाई उडाइदिने भयो भनेर हामी सबैजना खुसी भएका थियौँ। तर जुठे सिरियल त आउँदै आएन। अघिल्लो बुधबार पनि जुठे सिरियलको प्रतीक्षामा रहेको दर्शकहरू यो हप्ता त जुठे सिरियल पक्कै आउँछ होला भनेर प्रतीक्षा गरिरहेको थियो। तर यो हप्ता पनि जुठे सिरियल नआउँदा भने दर्शकहरू किन होला र कसरी होला भनेर एकदमै चासो देखाइरहेका छन्। तर 2 हप्तासम्म पनि जुठे सिरियल नआउँदा भने दर्शकहरूमा चिन्ता बढेको छ। कतै जुठे सिरियल पनि नआउने त होइन भनेर। उता जुठे सिरियलको लेखक तथा निर्देशक मरिचमान श्रेष्ठ र राजु पौडेलले भने कहीँ पनि कुनै जानकारी दिएका छैनन्। दर्शकहरूले एकदमै रुचाएको जुठे सिरियल किन आएन भनेर उनीहरूले केही भनेका र प्रश्न पारेका छैनन्। कुनै समस्या अथवा केही प्राविधिक कारणले प्रसारण हुन नसकेको होला भनेर प्रतीक्षा गरिरहेका हामी दर्शकहरूले कुर्नको अरू कुनै विकल्प अहिलेसम्म छैन। कुनै कारणवश जुठे सिरियल आउन नसकेकोमा दर्शकहरू त दुखी हुने नै भए। यो हप्ता नभए अर्को हप्ता त पक्कै आउँछ होला भनेर पर्खेर बसिरहेका छन् दर्शकहरू। समाजमा रहेको कुरीति अनि अन्धविश्वासलाई जस्ताका तस्तै देखाउने जुठे सिरियल दर्शकमाझ एकदमै लोकप्रिय थियो। जुठे र जुनकेरीको माया प्रेम अनि यता कार्की र गौरीको नयाँ सम्बन्धले अब चाहिँ पक्कै पनि समाजमा रहेको कुरीति अन्धविश्वास र सानो जात र ठुलो जातको पर्खाललाई चिरेर केही नयाँ अनि समाज रूपान्तरणतिर जाने रहेछ भनेर अड्कल गर्दै प्रतीक्षामा बसिरहेको बेलामा एकाएक जुठे सिरियल नआउँदा भने दर्शकहरूको चासो एकदमै बढेको छ। जुठे र जुनकेरीको बिहे भएर बिमल साहबको घमण्ड तोड्नुपर्छ अनि यस्ता कुरीतिको अन्त्य हुनुपर्छ भनेर दर्शकहरूले साथ दिँदै आएका थिए। अब झन् स्टोरीमा इन्ट्रेस्टिङ हुँदै जाने बेलामा एकाएक जुठे सिरियल नआउँदा दर्शकहरू एकदमै नराम्रो मानिरहेका छन्। जिमवाल साहब नेपाल गएको पनि धेरै भइसकेको थियो र अब त उनी पनि गाउँ फर्किने बेला भएको थियो। साथै शकुन्तला पनि सँगै आउँछन् कि आउँदैनन् होला भन्ने भएको थियो। तर अब जुठे सिरियल नआउने भएका यी सबै कुरा हेर्न नपाउने हो कि भन्ने हामी सबैलाई चिन्ता लागेको छ। जुठे सिरियल आओस् र पहिला जस्तै रमाइलो अनि निरन्तर रूपमा हामी सबैले हेर्न पाइयोस् भन्ने हामी सबैलाई लागेको छ। होला केही समस्या होला तर पनि ती समस्याहरूलाई चिर्दै समस्याको समाधान गर्दै चाँडै नै सुल्झाएर फेरि पनि जुठे सिरियललाई प्रसारण गरी हामी माझ ल्याइदिनु होला भन्दै म लगायत हामी सम्पूर्ण जुठे सिरियल हेर्ने दर्शकहरू तपाईँ जुठे सिरियलको टिमलाई हार्दिक अनुरोध गर्दछौँ। हाम्रा ती प्रिय कलाकारहरूलाई फेरि चाँडै नै देख्न पाऊँ। कतै अन्य सिरियल जस्तै जुठे सिरियल पनि अन्त्य त भएको होइन भन्ने कुराले हामी सबै चिन्तित भएका छौँ। अब यो हाम्रो चिन्तालाई हटाउँदै अब चाँडै जुठे सिरियल हेर्ने चाहना छ। यो कुरा सम्बन्धित व्यक्तिमाथि पुगोस् र हामी खुसी साथ जुठे सिरियल हेर्न पाइयोस्। तपाईहरुलाई के लाग्छ अबको हप्ताबाट जुठे सिरियल हेर्न पाइन्छ होला त? तपाईको विचार कमेन्ट बक्समा राख्नु होला। अनि तपाईलाई यो भिडियो कस्तो लाग्यो? मन पर्यो भने भिडियोलाई लाइक गर्न नबिर्सिनु होला। हस्त धन्यवाद।